सो मार्केटमा चाहिँ विभिन्न प्रकारका आई ड्रप्सहरू अभाइलेबल छन्। अब यसमा चाहिँ कुन हाल्ने भन्ने कन्फ्युजन चाहिँ सधैँ रहिरहन्छ। यदि तपाईँहरूको आँखामा सुक्खापना छ र डक्टरले आर्टिफिसियल टियर्सहरू हाल्ने भनेर तपाईँले यहाँबाट सोसियल मिडिया प्लेटफर्मबाट त थाहा पाउनुभयो आर्टिफिसियल टियर्सहरू हाल्दाखेरि लुब्रिकेटिङ आई ड्रप्सहरू हाल्दाखेरि आँखामा शीतल हुने रहेछ भनेर। तर कुन कुन आई ड्रप्स हाल्दाखेरि चाहिँ आँखामा त्यो सोचेको जस्तो बेनिफिट आउँछ भनेर स्टिल कन्फ्युजन छ भने आजको भिडियोमा चाहिँ म तपाईँहरूलाई आई ड्रप्सको बारेमा रिभ्यू दिँदैछु। अब ब्रान्ड नेम भनेको त अब कम्पनीको नाम हो होइन, कम्पनीको नाम त्यति धेरै म्याटर गर्दैन, केही हदसम्म म्याटर गर्छ तर त्यति धेरै म्याटर गर्दैन। अब फोनहरू त डिफ्रेन्ट कम्पनीजहरूले निकाल्छन् तर कुन कम्पनीको फोन राम्रो, एप्पल राम्रो कि एन्ड्रोइड राम्रो भने जस्तै हो होइन। सो कम्पनी डिफ्रेन्ट हुन्छ र कम्पनी डिफ्रेन्ट अनुसार त्यसको कम्पोजिसन पनि डिफ्रेन्ट हुन्छ। सो अलिअलि तलमाथि त हुन्छ नै, तर मेन हामीले प्रेस्क्राइब गर्ने भनेको चाहिँ यो कम्पोजिसन हेरेर प्रेस्क्राइब गर्ने गर्छौँ होइन। सो डिफ्रेन्ट मेडिसिनहरूको चाहिँ डिफ्रेन्ट कम्पोजिसन हुन्छ। र सुरुमै कन्फ्लिक्ट अफ इन्ट्रेस्ट एन्ड डिस्क्लेमर, दिस भिडियो इज नट स्पोन्सर्ड है। सो आई हेभ अदर मेडिसिन्स पनि यहाँ अरू पनि छ होइन, यो पनि छ, त्यसपछि यो पनि छ होइन। सो अरू मेडिसिनहरू पनि छ। सो मैले चाहिँ जस्ट फर एजुकेसनल पर्पज चाहिँ तपाईँहरूलाई देखाइदिन लागेको। सो आँखामा सुक्खापन भएर गाह्रो भइराखेको छ भने चाहिँ कम्पोजिसन चाहिँ के भएको मेडिसिन किन्ने त भनेर भन्दाखेरि, यदि तपाईँहरूलाई माइल्ड डिस्कम्फर्ट मात्रै छ, कहिलेकाहीँ मात्रै आँखा रातो हुने, सुक्खापन हुने छ भने चाहिँ तपाईँहरूले हाइप्रोमेलोज कम्पोजिसन भएको अथवा पोलिभिनाइल अल्कोहल कम्पोजिसन भएको यो छ होइन। जस्तो यसमा चाहिँ पोलिभिनाइल अल्कोहल चाहिँ कम्पोजिसन छ होइन। सो हाइप्रोमेलोज अथवा पोलिभिनाइल अल्कोहल कम्पोजिसन भएको आई ड्रपहरू प्रयोग गर्न सक्नुहुन्छ माइल्ड ड्राई आइजको लागि। यदि तपाईँहरूले आँखामा चाहिँ फ्रिक्वेन्ट आई ड्रप्स युज गर्नुपर्ने छ भने चाहिँ अथवा तपाईँको आँखामा धेरै नै सुक्खापन भएको छ भने चाहिँ तपाईँहरूले चाहिँ कार्बोक्सिमिथाइल सेलुलोज है, सो यहाँ कार्बोक्सिमिथाइल सेलुलोज भनेर लेखेको छ, कार्बोक्सिमिथाइल सेलुलोज कम्पोजिसन भएको आई ड्रप्सहरू युज गर्न सक्नुहुन्छ। कार्बोक्सिमिथाइल सेलुलोजलाई स्लाइटली बेटर भिस्कोसिटी हुन्छ कि, र बेटर भिस्कोसिटी भनेको चाहिँ कुनै पनि कुरा कतिको थिक छ अथवा थिन छ भन्ने कुराको मापन हो। सो यसको चाहिँ अलिकति थिकर कन्सिस्टेन्सी हुन्छ र थिकर कन्सिस्टेन्सीको कारणले गर्दाखेरि यसले आँखालाई केही समयको लागि ब्लर गर्छ, तर यसको चाहिँ रिलेटिभली लङ्गर ड्युरेसन हुन्छ र मोर प्रोटेक्टिभ एक्सन हुन्छ।